गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो डे 16 छ, 30 मार्च मन्डे डे 16 हो आज मेरो। मैले यो च्यालेन्ज लिएको पनि 16 दिन भइसक्यो आजसम्म लाएर। सो 16 दिनको दिनमा म आइपुगेको छु। होपफुली यो च्यालेन्ज मैले कम्प्लिट गर्छु। मेरो लक्ष्य नै त्यही छ। सो आज 16 डेज भयो। 16 डेजसम्म आइपुग्दाखेरि हल्का आफूलाई चेन्ज देखिरहेको छु। आफ्नो बडीहरू अलिकति मेरो मेन चाहिँ आफ्नो हेल्थको लागि अनि मेरो आफ्नो यो बेली फ्याटको लागि कम गर्नको लागि मैले जिम जोइन गरेको थियो रिजन चाहिँ। सो यो चाहिँ अलिअलि कम हुँदैछ, म तपाईँलाई अलिअलि र मैले जिम गर्नुको कारण चाहिँ यही नै हो। जस्तो कि यो पेटहरूको लागि हो। पेट एकदमै एक्सेसिभ मात्रामा यो धेरै नै भएको कारणले गर्दाखेरि हो। सो यो बेली फ्याटलाई मैले एकदमै कम गर्नको लागि मैले जिम जोइन गरेँ। सो होपफुली म यो 100 डेजसम्म कम्प्लिट गर्छु होला। यो एकदमै स्लिम बनाउनु छ सबभन्दा मेरो मेन टार्गेट नै यही हो। यो बेली फ्याटलाई एकदमै कम गराउनु नै मेरो टार्गेट हो। सो मैले जिममा भन्दा नि बेसी चाहिँ कार्डियोमा फोकस गरेको छु। र मैले कार्डियो के गरेँ अहिले भन्दाखेरि मैले यहाँनिर वार्मअप गरेँ। यो गीतलाई अलिक सानो बनाइदिन्छु। अनि त्यसपछि मैले चाहिँ यहाँनिर ट्रेडमिलमा वक गरेँ। अराउन्ड हेर्नुहोस् यसमा वक गरेँ। र फाइनली यो पल्स भयो। क्यालोरी 107 107 क्यालोरी बर्न भयो। त्यसपछि यो इन्क्लाइन भयो। यो इन्क्लाइन भनेको उठ्ने भयो। त्यसपछि यो टाइम भयो। टाइम चाहिँ 21:54 अलमोस्ट 22 मिनट भयो। त्यसपछि डिस्टेन्स म यहाँनिर कति किलोमिटर रन गरेँ भन्ने चाहिँ यो हो। चाहिँ 107 1 किलोमिटर 700 राउन्डको भयो यो चाहिँ। सो फाइनली ट्रेडमिलको पनि सक्यो। र त्यसपछि मैले यो क्रस ओभर के भन्छ यसलाई, यो यसमा गरेँ मैले अलमोस्ट 23 मिनट जति मैले यसमा गरेँ। सो 23 मिनटमा मैले 160 क्यालोरी बर्न गरेँ। अनि टाइम चाहिँ 23 मिनट भयो। अनि किलोमिटर चाहिँ डिस्टेन्स चाहिँ 3 किलोमिटरको एराउन्डमा थियो। फाइनली 160 क्यालोरी भयो। 3 किलोमिटर अराउन्ड थियो। सो मैले मेन फोकस यो र यसमै गर्दै आएको छु। अनि वार्मअप। सो मेरो मेन रिजन चाहिँ आफ्नो बेली फ्याट घटाउनु नै थियो। यो पेटको बोसो के भन्छ यसलाई। सो यो कुरा नै मेरो मेन लक्ष्य छ। सो 100 डेजमा मैले यो कम्प्लिट गर्छु होला भन्ने मलाई एकदमै आशा छ। अहिले फेरि हेर्नु सक्नुहुन्छ यतिसम्म छ। सो 100 डेजमा स्लिम हुन चाहन्छु। लेट्स गो। माथि अब फेरि अलिअलि डम्बल गर्नु छ। त्यसपछि मेरो सकिन्छ है।
सो फाइनली आजको डे 16 पनि सकिएको छ। तपाईँ हेर्न सक्नुहुन्छ मेरो सम्पूर्ण एक्सर्साइजहरू। सो स्टे ट्युन गाइज, 100सम्म हेरिदिनु होला, समथिङ चेन्ज हुनेवाला छ है। थ्याङ्क यू सो मच, हेभ अ गुड डे।